हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो न्यू भ्लगमा। आज होइन हिजो चाहिँ म धरान प्रकाशपुर भन्ने ठाउँमा आएको छु मामाको घरमा। सो मामाको बिहे छ भोलि, त्यही भएर म चाहिँ हिजो बेलुका आइपुगेँ र हिजो मैले थाकेकोले गर्दा भ्लग बनाउन सकिनँ। धेरै नै थकाइ लागेको थियो। मैले बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म राइड गर्दाखेरि एकदमै गाह्रो भएको थियो। सो मैले चाहिँ भ्लग बनाउनु सकिनँ, भिडियो बनाउनु सकिनँ तपाईँहरूको माझ। सो आज चाहिँ मैले उठेर भ्लग बनाउनु स्टार्ट गरेको छु। हामी चाहिँ अहिले यहाँ छौँ। गर्मी एकदमै छ। मामाले हामीलाई चाहिँ होटल बुक गरिदिनु भएको रहेछ कि मामा घरमा चाहिँ अब के अरे फ्यान मात्र रहेछ, कुलर सुलर एसी सेसी केही नरहेछ। सो मामाले चाहिँ हामीलाई गर्मी हुन्छ, हामी पहाडमा बस्ने मान्छेलाई तराईमा गर्मी हुन्छ भनेर हामीलाई चाहिँ होटल बुक गरिदिनु भएको छ। होटलमा नि मार्केटभित्र मात्रै रहेछ एसी, माथि चाहिँ हामी सुत्ने जुन हामीले बुक गरेको रुममा चाहिँ एसी नरहेछ, त्यहाँ चाहिँ कुलर मात्र रहेछ। सो त्यहाँ नि आज रातभरि सुताइ भएन, एकदमै गर्मी छ। यताबाट पसिना झरेछ, उताबाट पसिना झरेछ, एकदमै कष्टकर रात बिताइयो। फाइनली गाइस हामी चाहिँ सुतेको होटलबाट उठेर अहिले चाहिँ मामा घर आइपुग्यो ठ्याक्कसँगले। टक्क मेरो मामा घर चाहिँ यो देख्न सक्नुहुन्छ। अब चाहिँ म चाहिँ चिया पिउँछु अनि त्यस पछाडि अब खानाहरू रेडी गर्नु सघाउनु पर्ने छ दिदी बहनलाई। हेलो गुड मर्निङ। गर्मीले सबजना बिहोस। ल फाइनली गाइज मेरो बहिनी कसैलाई मन पर्यो भने भन्नु। यस्तो गर्मी छ। मेरो माइजू, मेरो अङ्कल भ्लग आइसक्यो यहाँ। न्यू भ्लग, अब न्यू भ्लग न्यू डे। ओके गाइज हामी चाहिँ यहाँ नरिवल टिप्नलाई आइसकेको छौँ। नरिवल टिप्ने मान्छे यता। ल ल ल झर्नु लाग्यो हान्नु नान्नु, हात गल्ने गर्छ क्या बाँसले। झर्नु लाग्यो झर्यो। यति हो, हुन्छ। 3 भइसक्यो नरिवल। ल ओके गाइज हामीले चाहिँ यो के भन्छ यसलाई, नरिवल टिपिसक्यौँ मामा घर आएर नि। अब नरिवल खाने क्रम हाम्रो अगाडि बढ्दैछ। सो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। ल यहाँ हाम्रो अङ्कलले चाहिँ नरिवल काट्न थालिसक्नुभयो। अब म यो कुर्सीमा बसेर हेर्छु अनि काटेर दिइसकेपछि यसको पानी टक्क खाएर निकाल्नु न, पानी निकाल्नु। भान्जा एउटा गिलास लिएर आइस न। वाउ पानी नरिवलको पानी अब खाएपछि यसले के हुन्छ है स्वास्थ्यलाई? अक्सर गर्छ। ल नरिवलको पानी चाहिँ यस्तो हुन्छ, यसले शरीरलाई चाहिँ अक्सर गर्छ अरे है। अब यो खाएपछि टक्क हस्तपुष्ट वरिष्ठ भएर आज चाहिँ धरानतिर लागिन्छ। आज हामी प्रकाशपुरमा छौँ। बाइक साइक धोएर घरमै धोएर टक्क 3वटै बाइक रेडी गरिसक्यौँ। त्यहाँ गर्नुलाई यसको यो मोबाइल अडाङ्ने स्ट्यान्ड ल्याएको खोइ मैले बिर्सेर। रोकेर गर्दा हुन्थ्यो नि त नि। अनि त्यो यता कस्तो राम्रो थियो नि, आउनु चतरा आउनुलाई सिक्यो के हरियो थाहा पाइसकेँ। पुरै पिच रोड, यता घाँस कस्तो राम्रो त्यहाँ। खोइ कसरी
त्यता सल्लाह पो हुनु तु राम्रो कि म त तु राम्रो साथी चौतारातिर सल्लाह छ त सल्लाह होइन साल हो साल त्यो त सल्लाह किन भन्छ अब जाँदा अब यो साइड अहिले लक्ष्मी घर गएको पछि पनि बनाउनु जानुपर्ने छ क्या म यस्तो भिडियो होइन त्यो त अनिखेर मैले अस्ति भिडियो थिएन अनि त्यसै त्यतिकै हालिदिएको अनि अब अहिले त लङ बनाइसक्यो अब मैले जोड्छु एडिट गर्छु यसलाई है गाइजहरू हाम्रो मामा घर पुरा कस्तो राम्रो मेरो बाइक चाहिँ यो थोत्रो मैले त्यो ओके ल पानी खाएँ मैले यार यो त कोदोको छ्याङको झेल जस्तो छ यस्तै हो यो यो काठमाडौँमा खाएको त अर्को जस्तो लाग्यो त यो त अर्कै हो त स्वाद त अर्कै हो स्वाद यार एकछिन फर्स्ट अफ अल त हामी यहाँ म पानी खानु लागेको छु नरिवलको पानी यो नरिवलको पानी यस्तो छ है अब गाई चाहिँ मलाई दिँदैछ फल त फल होइन फर्स्ट अफ अल के भनेको त्यो फल त फल यार यो नरिवलको पानी हो टक्क चट्ट पाराले ल नरिवलको पानी खाने मान्छे भाडाभन्दा सानो मान्छेले मान्छेभन्दा ठुलो भाडामा नरिवलको पानी खाइरहेछ ल गाइज हाम्रो मामा घरमा चाहिँ यस्तो छ फिल्टर यहाँ हेर्नु देख्नु सक्नुहुन्छ पानी भरिसक्यो यो भित्र यसरी पानी हाल्ने यहाँबाट फिल्टर हुन्छ यो मुनि कस्तो छ यो मुनि यो मुनि यसरी पानी हुन्छ अनि यहाँ झर्छ अनि खाने यो चाहिँ हाम्रो गाउँ के अरे काठमाडौँमा किनेको फिल्टर जस्तो है नि स्टिलको यो हाम्रो सिमेन्टको फिल्टर हो यहाँ हेर्नुहोस् सिमेन्टको फिल्टर देख्न सक्नुहुन्छ सिमेन्टको फिल्टर चलाइदिएको ओके फाइनली गाइज हामी चाहिँ र प्रकाशपुरको रामधुनी भन्ने ठाउँमा आइपुग्यौँ अहिले चाहिँ यहाँ हामी घुम्नलाई आएको छौँ यहाँ चाहिँ र पुरा हो कि पहिला चाहिँ र रामले आगो बालेको ठाउँ रे सो अहिले पनि बलिरहेछ अरे हेर्न आएको छौँ लेट्स सी कस्तो छ हेरौँ यहाँबाट चाहिँ प्रवेश गर्ने हो हामी भित्र यो चाहिँ र श्री रामधुनी मन्दिर प्रवेशद्वार भन्ने छ सायद यहीँबाट अनि भित्र छिर्दैछौँ हेरौँ कस्तो छ मङ्की के गर्नु लागेको यस्तो ठाउँ छ धेरै राम्रो ठाउँ छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो ठाउँ हेर्न अथवा घुम्नलाई र म पनि आएको छु आज तर गर्मी चाहिँ एकदमै धेरै गर्मी छ सो धेरै नै गर्मी छ एकदम यो चाहिँ र तराई हो कि मधेस हो त्यही भएर एकदम गर्मी छ है यहाँ हामी चाहिँ र ग्रुपमा दिदी भान्जाहरू अनि पछाडि आउँदै हुनुहुन्छ मेरो दाइ मेरो आमाहरू चाहिँ सो के गरेको वाउ नाइस यो गाई मन्दिरमा चढाएको गाई हो क्या गाई कि गोरु यार हान्नु खोज्छ त खोइ कहाँ छ आगो बालेको अनि यहाँ बाबाजीहरू बस्नु हुँदो रहेछ यहाँ चाहिँ पोखरी रहेछ
रामले आगो बालेको कहाँ छ? रामले आगो बालेको चाहिँ हेर्नु पर्यो कि पोखरी रहेछ, पानी नरहेछ कि छ रहेछ यार। सब पानीमा त यो पलाएर हेर। सो राम्रो प्लेस। आगो बालेको खोइ हौ, आगो बालेको चाहिँ हेर्नु जाऊँ न। आएर हेर्दाखेरि यो पोखरी थियो अरे, अनि यो रामले जलाएको आगो थियो अरे। कहाँ छ आगो चाहिँ? यो त पछि बनाएको त्यसैलाई जग्गा नगरेको पिपलको फेदमा शीतल छ। खै धुनी के हो धुनी भनेको चाहिँ खासमा? रामले आगो बालेर चाहिँ बस्यो अरे क्या। त्यसैलाई धुनी भन्ने हो? रामले आगो बालेको कस्तो राम्रो छ कि ठाउँ। सरर यहाँ चाहिँ के बन्दैछ यार? सायद मन्दिर लाग्यो नि कमालो मुटु चुडेर। ए हो यहाँबाट छिर्नु पर्यो। पाइन्छ कि न भन्छ रडलाई? काम हुँदै रहेछ यहाँ, काम लाग्यो नि कमालो। पानी पनि रहेछ नि त यो भित्र। यो माथि माथि चाहिँ झार पलाएर पानी नभएको रहेछ है। के बोवल ठाउँ रहेछ नि। अरे होरे अरे होरे अरे होरे अरे होरे। मेरो फ्यामिली चाहिँ पर बसिरहेको छ रुखको हेडमा। म चाहिँ भिडियो खिच्न आएको छु यहाँ। यता नि काम हुँदै रहेछ। सो यहाँ रामले आगो बालेको ठाउँ चाहिँ र मेनली मैले हेर्नु खोजेको हो, तपाईँहरूलाई पनि देखाउनु खोजेको है। मैले देखिरहेको छैन कहाँ छ भनेर म हेर्दैछु। सायद यतै नजिक कतै हुनसक्छ। सो मंकी मंकी की बेबी, उधर देखो मंकी, इधर मंकी है। यो भित्र होला सायद, उताबाट देख्न पाइन्छ होला। वाउ रामधुनी, हर हर महादेव। राम हो कि भनेर यार म त चिन्दिनँ पनि रहेछु। घन्टी छैन आज घन्टी बजाऊ भनेर। भित्र के छ? भित्रै मन्दिर। यहाँ सायद यहाँ हुनुपर्छ। मोबाइल हेर्नु पाइन् हजुर?